Hello guys, once again, once more. फेरि एउटा सानो भिडियोमा तपाईँलाई स्वागत छ। म चाहिँ यसो ड्युटीदेखि आएर फ्रेस हुन बाहिर निस्किरहेको छु। बाहिर जान लागेको काम रुम होइन, ड्युटी रुम गर्दा गर्दा हैरान भएर फ्रेस हुनलाई चाहिँ म बाहिर निस्किरहेको। यसो वरिपरिको बुकारेस्टहरू बनिएको कालो भेटा दृश्य देखाउनलाई चाहिँ निस्किरहेको छु। सलो हामी चाहिँ निस्किन्छौँ। सिस्टम फेरि यस्तो छ। अब हामी चाहिँ जान्छौँ यतातिर। यो मेरो फेभरेट ठाउँ यहाँ चाहिँ फुलको बगैँचा भएको। हामी एक राउन्ड लगाएर आउनेछौँ। घुम्दै जाँदाखेरि कहाँ पुगिन्छ? यो चाहिँ भिटान औचन हो बुकारेस्टको। मेरो फेभरेट ठाउँहरू यहाँ फुल यस्तो फुलिरहेको हुन्छ। यहाँ गुलाबको फुलहरू छन् यहाँ साना साना। एक राउन्ड लाएर आउँ भनेर चाहिँ मैले यसो हिँडेको। दामी भ्यू छ यहाँ चाहिँ। यसो रोमानियामा चाहिँ अलिकति फुल बोट बिरुवाहरू रोप्ने चलन भएकोले पनि होला धेरै नै राम्रो छ। हाम्रो नेपालमा काठमाडौँमा पनि अहिले चाहिँ भइरहेको छ विकसितहरू। यहाँ चाहिँ स्कुल क्षेत्र हो। यो चाहिँ फेरि म तपाईँलाई देखाउँछु। यो चाहिँ स्कुल क्षेत्र हो। यहाँभित्र चाहिँ स्कुल छ। एक ग्राउन्ड लाएर आऊ भनेर म चाहिँ हिँडेको। रोमानियामा जे होस् वातावरणलाई चाहिँ धेरै नै मेरो ब्याकग्राउन्डहरू हेर्नुहोस् त। रुख बिरुवाहरूलाई जतन गरेको यस्तो राम्रो छ कि धेरै नै राम्रो छ। धेरै गर्मी चाहिँ त्यस्तै हो, तर नेपालको भन्दा गर्मी कमै छ। यहाँ नेपालमा भन्दा गर्मी त्यस्तो हुँदैन। तपाईँहरूले देख्न सक्नुहुन्छ रुख बिरुवाहरू रोपेर यतातिर हाम्रो इटहरी विराटनगर जस्तो त्यस्तो गर्मी चाहिँ हुँदैन। यहाँ गर्मी हुन्छ तर त्यस्तो धेरै गर्मी चाहिँ हुँदैन। यता रुख बिरुवाहरू जताततै देख्न सक्नुहुन्छ है। रुखै रुख, उता पनि रुखै रुख, धेरै राम्रो छ यहाँ। अब को आउन चाहनुहुन्छ आउँदै हुन्छ रोमानियामा। त्यस्तो नराम्रो छैन। सिकेको छ भने धेरै राम्रो, सिकेको छैन भने अलिकति भाषा जान्यो भने धेरै राम्रो हो। गाडी देख्न सक्नुहुन्छ। धेरै नै राम्रो छ यो ठाउँमा हेर्दाखेरि। अब सपनाको सहर हो। भाषा सिक्न गाह्रो हुन्छ अलिकति। भाषा सिक्नेलाई, भाषा सिकेको मान्छेलाई चाहिँ धेरै नै राम्रो छ यो देशमा। अब आएपछि भाषा सिक्नुपर्छ। अब भाषा नसिकने केही पनि उपलब्धि हुँदैन। इङ्ग्लिस जानेकोलाई अलिकति प्राथमिकता दिन्छन्, तर यहाँको भाषा नै प्रायोरिटी हो। अलिकति भाषा जानेन भने चाहिँ धेरै नै गाह्रो छ। यहाँको भाषा सिक्नु अनिवार्य छ। भाषा सिक्नेलाई सबलाई पनि मान्यता दिन्छ अलिकति। अब लागतको कुरा पनि त्यस्तै होला। अब अहिले त धेरै महँगो होला। पहिला हामी आउँदाखेरि 6 लाख 7 लाखमा आएको, अहिले 10 भन्छ अरे। 10 भनेपछि त अब धेरै महँगो भयो। अब पाउने त्यही हो सुरुमा त 60, 70, 80 हजार त होला नि। पछि अब कम्पनी कामहरू चेन्ज गरेपछि अलिकति होला। त्यसपछि भनेको अब देखा जाएगा। अब सुरुमा चाहिँ त्यही हो। धेरै एक्सपेक्ट गरेर नआउनु होला। नेपालबाट आउँदै हुनुहुन्छ भने म यो भिडियो सबैमा राखिदिन्छु। म तपाईँहरूलाई मेरो रात चामलिङ फेसबुक, इन्स्टाग्राम, टिकटक सबैमा राखिदिन्छु। युट्युबमा पनि रात चामलिङ राई भनेर तपाईँहरूले चाहिँ सर्च गर्न सक्नुहुन्छ। म चाहिँ हिँडिरहेको छु गल्ली यतातिर। एकदम फ्रेस हावा आएर छ कि त्यही भएर
रुममा एसी हो त्यो केमिकल कति खानु त्यही भएर चाहिँ म बाहिर चाहिँ हिँडेको चिसो हावा खानलाई एक राउन्ड लाऊ भनेर म यहाँदेखि सरै घुमेर जान्छु तपाईँहरूले हेर्नु सक्नुहुन्छ यहाँ ठुल्ठुलो बिल्डिङ हुन्छ ठुल्ठुलो बिल्डिङमा ठुल्ठुलो सपना सजाएर आएको छ के गर्नु छोरा मान्छे हो घर बनाउनलाई घर छोडेको मान्छे 3 वर्ष भयो यहीँ छु हेर घर बनाउनलाई घर छोडेको मान्छेले कहिले घर बनाउँछ म चाहिँ फेरि त्यस्तो धनी मानी पनि होइन गरिब फ्यामिलीको मान्छे हो तपाईँलाई दृश्य देखाउँथ्यो यहाँको म दृश्य तपाईँलाई देखाउँछु कि यस्तो छ यहाँ सफा सुग्घर धेरै नै राम्रो हुन्छ यहाँ त्यस्तो फोहोर हुँदैन अब रेस्टुरेन्टको छेउछाउ चाहिँ हुन्छ होला यस्तो फोहोरहरू अलिअलि देख्यो भने पातपत्ती गरेर देखे पनि उठाइहाल्छ युरोप हो अब यो देशले के दिइरहेछ भने अब रेस्पेक्ट त गर्नु पर्यो अलिकति अन्नदाता भएपछि रेस्पेक्ट त गर्नु परिहाल्यो अब यहाँको भाषा अब त्यही हो हामीले पनि त्यति धेरै जानेको छैन अब 10-20 वर्ष नै होला बोलिन्छ बुझिन्छ अब भाषा अब अलिअलि त सिकिया छ त्यही भएर पनि अब सजिलो हुन्छ भाषा सिकेपछि चाहिँ भाषालाई प्राथमिकता दिन्छ यहाँ चाहिँ त्यही हो मनको कुरा भन्नु थियो केही कुराहरू अब तपाईँहरूलाई आउनुहुन्छ भने रोमानिया अहिले खुल्ला छ अब नेपालको हालत के छ थाहा भएन हामी आउँदा चाहिँ नेपालबाटै अब इन्टरभ्यू दिएर आएको मान्छे र अहिले इन्डिया जानुपर्छ भन्ने सुनेको छु त्यो चाहिँ थाहा भएन के कसरी गर्नुहुन्छ अब योभन्दा अरू केही नलेजहरू चाहिँ अब सोध्न चाहनुहुन्छ भने अब कमेन्टमा सोध्नु होला के कति के कस्तो छ रोमानियाको बारेमा भनेर तपाईँहरूले सोध्न सक्नुहुन्छ रोमानियामा चाहिँ अब कस्तो काम केमा आउँदा ठिक हुन्छ भनेर अब जिज्ञासा छ भने तपाईँहरूले सोध्न सक्नुहुन्छ मलाई म तपाईँहरूलाई कमेन्टमा म नभए पनि म्यासेजमा गर्ने प्रयत्न गरेछु अब 12-13 घन्टा काम गरेर अब आएर म चाहिँ यसरी भिडियो बनाइरहेको छु यहाँ होइन तपाईँहरूले अब सोध्नुभयो भने म सकभर म तपाईँहरूलाई रिप्लाई गर्ने कोसिस गर्नेछु तपाईँहरूको प्रश्नको जवाब चाहिँ म दिने कोसिस गर्नेछु सो हावा खान निस्केको साथीहरू हावा खान यहाँ अब हरेक टेन्सन कामको प्रेसर घरको प्रेसर घरको टेन्सन हरेक कुराहरूलाई चाहिँ अब साँची राखेर बस मनमा राखेर यसो फ्रेस हुन निस्केको म चाहिँ खासमा चाहिँ त्यति हो नत्र भने अरू केही पनि होइन अनि त्यही भएर तपाईँहरूलाई पनि म त्यही भन्न चाहन्छु जो आउँदै हुनुहुन्छ बुझेर आउनु होला धेरै राम्रो पनि छैन धेरै नराम्रो पनि छैन रोमानी ठिकै छ अब तपाईँहरूलाई म त्यही जानकारी गराउन चाहन्छु अब बाँकी कुरा चाहिँ अब के गरौँ तपाईँहरूलाई अब तपाईँहरूले आएपछि थाहा पाउनुहुन्छ मेरो चाहिँ यहीँ नजिकै बस्ने ठाउँ म राउन्ड मार्दैछु कि कस्तो कस्तो छ तपाईँहरूलाई दृश्य देखाउनलाई म चाहिँ हिँडिरहेको छु अनि यस्तै छ रोमानियाको भाषा इम्पोर्टेन्ट छ अब अङ्ग्रेजी इङ्ग्लिस बोल्न आउँछ भने त्यो पनि ठिकै छ इङ्ग्लिस बोल्नेलाई पनि धेरै प्राथमिकता दिइन्छ पछि त त्यही भाषै हो यो पहिला कम्युनिस्ट देश थियो अरे त्यही भएर जापान कोरिया चाइना जस्तै हो यहाँ पनि भाषालाई एकदम प्राथमिकता दिन्छन् भाषा बोल्न नजानेलाई धेरै हेप्छन् धेरै हेपाइ खाइन्छ मैले पनि खाएको छु धेरै नै दुःख पाइन्छ साथीभाइहरू भाषा नजान्दा भाषा सिकेपछि फेरि बराबर बाँचेपछि त्यस्तै हो त्यसमा त बराबर भएको छ नि म तपाईँहरूलाई देखाउँछु है मेरो बिल्डिङको छेउछाउमा गाडीहरू सब पार गरेको यस्तै सपनाको सहर भनेको यस्तै छ है साथीभाइहरू सपनाको सहर कुन कुनामा बसेर पैसा कमाउनु पर्ने हामी नेपालीको यो मजबुरी भनौँ बाध्यता होइन यस्तै त हो नि अब अहिले त छोरी मान्छेहरू पनि आइराख्नु भएको छ होइन दिदी बहिनीहरू छोरी चेलीहरू हामी छोरा मान्छे मात्रै होइन
सबै आइराख्नु भएको छ यो रोमानियामा। यहाँ 60,000 भन्दा धेरै मान्छेहरू पुगिसक्यो अरे यो रोमानियामा भन्ने सुन्दैछु म। त अत्याधिक नै हो, धेरै नै हो। यहाँको पछि लाखौँ हुनेवाला छ यो रोमानियामा, धेरै नै मान्छेहरू छन्। म चाहिँ यहाँ एकछिन पसलमा छिर्नु पऱ्यो अनि पसलमा के सामान लिएपछि चाहिँ यहाँ पसल बन्द रहेछ। म अर्को पसल जान्छु। यही हो मेरो रुम जाने बाटो चाहिँ। मैले तपाईँहरूलाई जानकारी जे जति गरिहालेँ। अब नेक्स्ट टाइम बोलाउला। केही सोध्नु मन छ भने तपाईँहरूले पनि सोध्नु होला। केही प्रश्न जिज्ञासा छ भने चाहिँ सोध्नुहोस्, म कमेन्टमा रिप्लाई दिने कोसिस गर्छु, मेसेज बक्समा पनि। म त्यही भन्न चाहेँ तपाईँहरूलाई। अर्को भिडियोमा भेटौँला है साथीभाइहरू। बाई बाई।